साथीहरु स्वागत छ आजको यस नेप्से अपडेट युट्युब च्यानलमा। यस भिडियोमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरेर लाइक गरेर र छेउमा रहेको घण्टी बटन दबाउन नबिर्सिनु होला। र सुरु गरौँ अबको आजको यस भिडियोतर्फ। क्रिस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चाहिँ जनरल पब्लिकको लागि भनेर फागुनको 22 गतेदेखि फागुनको 26 गतेसम्म जनरल पब्लिकको लागि शेयर निष्कासन जारी गरेको थियो। यस कम्पनीले चाहिँ 18 करोड 45 लाख बराबरको 18,45,000 किता चाहिँ जनरल पब्लिकको लागि आइपिओ निष्कासन गरेको थियो। प्रति किता 100 रुपैयाँको दरले आइपिओ निष्कासन गरेको यस कम्पनीमा चाहिँ हामीले मिनिमम 10 देखि 10,000 कितासम्म आवेदन दिन सक्नेछौँ। हामीले 10 किताको चाहिँ जसरी पनि आवेदन दिनै पर्नेछ हुनेछ। हजुरहरूले यस कम्पनीको शेयर चाहिँ मेरो शेयर एप मार्फत चाहिँ भर्न सक्नुहुनेछ र यस कम्पनीको प्रबन्ध निर्देशक अथवा क्यापिटल रहेको छ एनएमबीएस क्यापिटल। अब हजुरहरूलाई लागिरहेको होला यस कम्पनीको शेयरको रिजल्ट चाहिँ कहिले आउँछ भनेर अब भन्ने छु यस भिडियो मार्फत, नछुटाइकिन हेर्नु होला। यस कम्पनीको शेयर चाहिँ क्यापिटलले भने अनुसार चाहिँ चैतको 10 गतेसम्म निकाल्ने देखिएको छ। अब यस कम्पनीको ओपनिङ रेन्ज रहेको छ भने 100 रुपैयाँमा खुलेको ओपनिङ रेन्ज सुरुमा चाहिँ 300 सम्म कारोबार हुने र त्यसपछि अझै माथि जाने देखिएको छ। हजुरहरूलाई यो शेयर पर्यो भने चाहिँ हजुरहरू एकदमै भाग्यशाली हुनुहुनेछ, किनभने यस कम्पनीको शेयर चाहिँ एकदमै राम्रो रहेको छ र अब आइपिओ चाहिँ चैतको 10 गतेसम्म आउने भनेर भनेको छ र नेप्सेमा लिस्टेड हुनु चाहिँ कम्तीमा नि 10 दिन जति लाग्ने कम्पनीले भनेको छ भने हजुरहरू चाहिँ सुरुमै आत्तिएर चाहिँ यस कम्पनीलाई चाहिँ बेच्न हतार चाहिँ नगर्नु होला। यस कम्पनी राम्रै माथि जाने जस्तो पनि सुनिएको छ। र अब कुरा गरौँ अहिले खुलिरहेको यस ओम मेगासिरी फार्मास्युटिकल लिमिटेड कम्पनीको शेयर चाहिँ कसैले भर्न पनि नछुटाउनु होला र यस माइक्रो लाइफ इन्स्योरेन्सको बारेमा रिजल्टको बारेमा पनि भिडियो लिएर आउनेछु। र यस भिडियोमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई एक लाइक, एक शेयर र एक सब्स्क्राइब गर्न पनि नबिर्सनु होला। हस्त, धन्यवाद।